सोमबार राति रवि लामिछानेसँग 6 घण्टा गफिएर एउटै गाडीमा निस्किएका बालेन बुधबार अर्कै मोडमा कसरी पुगे? हिजोसम्म जसलाई हामीले रवि लामिछाने र बालेन शाहको सुखद मिलन सोचेका थियौं, आज त्यही सम्बन्धमा यस्तो दरार आएको छ कि बालेन अब आफ्नै पार्टी लिएर मैदानमा उत्रिने तयारीमा छ। कुरा सुरु हुन्छ गत सोमबारबाट। कमल पोखरीको एउटा कोठामा बालेन र रविबीच झन्डै 6 घण्टा लामो संवाद भयो। बाहिर समर्थकहरू आशाका 2 किरण मिले भन्दै खुसी मनाउँदै थिए, तर त्यो कोठाभित्र भने शक्ति र अस्तित्वको लडाईँ चलिरहेको थियो। स्रोतका अनुसार रवि लामिछानेले बालेनलाई एउटा यस्तो प्रस्ताव राखे जुन बालेनका लागि स्वीकार्य थिएन। रविले भने, तपाईँ पार्टीमा आउनुहोस्, साधारण सदस्य बस्नुहोस्, अहिले म सभापति छु, तपाईँको पालो पनि आउँछ। बालेनले भने सम्मानजनक शक्ति बाँडफाँड र प्रधानमन्त्रीको उम्मेदवारीको कुरा उठाए। तर जब रविले चितवन पुगेर बालेनलाई प्रधानमन्त्री दिनेबारे कुनै छलफल नै नभएको भन्दै बोली फेरे, तब बालेन झस्किए। उनले महसुस गरे यो राजनीति त झन फोहोरी पो रहेछ। नेपाली राजनीतिमा एउटा यस्तो नाम जसले जे बोल्छ त्यो हेडलाइन बन्छ, जसले जे गर्छ त्यो इतिहास बन्छ। हो, उही लौरो बोकेर सिंहदरबारको मुटुमा महानगर हाँकिरहेका बालेन शाह अब देश हाँक्ने महाअभियानमा निस्किएका छन्। तर यो यात्रा सोचे जस्तो सजिलो छैन। पछिल्लो 48 घण्टामा काठमाडौँ र ललितपुरका गोप्य कोठाहरूमा जे भयो त्यसले नेपालको राजनीतिलाई पूर्ण रूपमा बदल्ने सङ्केत गरेको छ। रासुपा सभापति रवि लामिछानेसँगको पावर सेयरिङमा कुरा नमिलेपछि बालेनले अब आफ्नै नयाँ बाटो रोजेका छन्। र सबैभन्दा ठुलो धमाका त के भने, बालेनले अब एमाले अध्यक्ष केपी शर्मा ओलीको गण मानिने झापा क्षेत्र नम्बर 5 बाट चुनाव लड्ने चुनौती दिएका छन्। आखिर बालेन र रवि बीचको वार्ता किन भङ्ग भयो? कुपण्डोलको त्यो 9 घण्टा लामो बैठकमा को थिए? आज हामी पर्दा पछाडिको सम्पूर्ण नालीबेली खोतल्नेछौँ। बुधबारको रात ललितपुरको कुपण्डोल क्षेत्र निकै गरमायो। बालेन शाहले आफ्नै नेतृत्वमा नयाँ शक्ति निर्माण गर्नका लागि विभिन्न दलका नेता, कलाकार, पत्रकार र जेन्जी भनिने युवा पुस्ताका अगुवाहरूसँग सामूहिक र छुट्टा छुट्टै छलफल गरे। सो छलफलमा को थिए त? हामीले जानकारी पाए अनुसार नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी, वैकल्पिक राजनीतिका अभियानकर्ता मिलन पाण्डे, नो नट अगेन अभियानका चर्चित चेहरा सागर ढकाल, जेन्जी फ्रन्टकी संयोजक रक्षा बम, मिडियाकर्मीहरू सुरज सिंह ठकुरी र ऋषि धमला। यो केवल भेटघाट मात्र थिएन, यो त एउटा नयाँ राजनीतिक मोर्चाको जग थियो। रेशम चौधरीले बैठकपछि स्वीकार गरे, बालेनजीले पुराना दलको विकल्पमा नयाँ शक्तिहरू एक भएर चुनावमा जाउँ भन्ने प्रस्ताव राख्नु भएको छ। बालेनले अब कुन पार्टीबाट चुनाव लड्छन् त? यसको जवाफ हो देश विकास पार्टी। यो कुनै नयाँ पार्टी होइन। पहिले इन्जिनियर अनन्तराज घिमिरेको नेतृत्वमा रहेको हाम्रो नेपाली पार्टीलाई नै अपडेट गरेर देश विकास पार्टी बनाइएको हो। हाल यसको अध्यक्ष सन्ध्या खनाल छिन्, तर यसको कमान्ड अब पूर्ण रूपमा बालेन शाहको हातमा पुग्दैछ। यसको चुनाव चिन्ह पनि बालेनको लक्की चिन्ह लौरो नै रहनेछ। बालेनले आफ्ना निकटस्थहरूलाई भनिसकेका छन्, अब लौरो मेरो पार्टीको आधिकारिक चिन्ह भयो, यसैबाट समानुपातिक उम्मेदवारहरूको सूची पनि तयार पारौँ। सबैलाई थाहा छ बालेन शाह हुन् इन्जिनियर, र्यापर र काठमाडौँको मेयर। लौरो चुनाव चिन्ह लिएर स्वतन्त्र रूपमा मेयर जितेका बालेनले सहरको फोहोर व्यवस्थापन, सडक विस्तार र सुशासनका कामले युवाहरूको मन जितेका छन्। उनी जनताको पक्षमा बोल्ने, काम गर्ने नेताका रूपमा चिनिन्छन्। यो घटनाक्रमको सबैभन्दा रोचक मोड त तब आयो जब पत्रकार ऋषि धमलासँग बालेनको रोचक सवाल जवाफ भयो। बालेनले सिधै धमलालाई सोधे, म त झापा क्षेत्र नम्बर 5 बाट चुनाव लड्छु, तपाईँ कहाँबाट लड्ने? हामी सबैलाई थाहै छ झापा 5 एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो। बालेनले ओलीको क्षेत्र रोज्नुको अर्थ हो उनी अब पुरानो पुस्ताका सबैभन्दा शक्तिशाली नेतासँग सिधा टक्कर लिन चाहन्छन्। यसले के सङ्केत गर्छ भने बालेन अब रक्षात्मक होइन, आक्रामक राजनीतिमा उत्रिएका छन्। उनले ऋषि धमलालाई समेत प्रत्यक्ष चुनाव लड्न अफर गरेका छन्। धमलाले पनि राजनीतिमा आए भने प्रत्यक्ष नै लड्छु भन्दै बालेनको अभियानमा रुचि देखाएका छन्। बालेनको यो दौडधुपमा काङ्ग्रेस नेता चन्द्र भण्डारीको नाम पनि जोडिएको थियो। सामाजिक सञ्जालहरूमा उनीहरू बीच भेट भएको चर्चा चले पनि भण्डारीले भने त्यसलाई अस्वीकार गरेका छन्। तर राप्रपाका ज्ञानेन्द्र साई र नागरिक उन्मुक्तिका रेशम चौधरीसँगको बालेनको उठवासले के देखाउँछ भने उनी राजावादीदेखि विद्रोहीसम्मका नयाँ अनुहारलाई एउटै मालामा गाँच्न खोजिरहेका छन्। बालेनले डाक्टर भगवान कोइराला जस्ता बौद्धिक व्यक्तित्व र विनोद चौधरी जस्ता व्यवसायीसँग पनि सल्लाह गरिरहेका छन्। उनको लक्ष्य भनेको मिश्रित शक्ति निर्माण गर्नु हो, जहाँ भिजन, पुँजी र युवा जोसको सङ्गम होस्।
रविसँगको छलफलपछि बालेन एउटा निष्कर्षमा पुगेका छन्। उनलाई लाग्छ अहिलेको संविधानलाई पूर्ण रूपमा नफेरी पनि सुशासन दिन सकिन्छ। उनले प्रत्यक्ष निर्वाचित कार्यकारीको एजेन्डामा अलिकति ब्रेक लगाएका छन्। उनको तर्क छ असीमित अधिकार एउटै व्यक्तिको हातमा दिँदा भू राजनीतिक चलखेल बढ्न सक्छ। त्यसैले उनको ध्यान अहिले सिस्टम सुधार्ने र देश विकास गर्नेमा केन्द्रित छ। बालेन शाहको यो सक्रियताले एउटा कुरा प्रश्न पारेको छ, फागुन 21 को निर्वाचन सामान्य हुने छैन। एकातिर पुराना शक्तिहरू छन्, अर्कोतिर रवि लामिछानेको रासपा छ र अब तेस्रो धारको रूपमा बालेन शाहको नेतृत्वमा देश विकास पार्टी मैदानमा आउँदैछ। के बालेनले केपी ओलीको गढ झापा 5 मा चमत्कार गर्न सक्लान्? के रवि र बालेनको यो दूरीले अन्ततः पुराना दलहरूलाई नै फाइदा पुग्ने त होइन? या बालेनले भने जस्तै यो नयाँ कोर्सले नेपालमा नयाँ युगको सुरुवात गर्नेछ? यो लडाईँ अब बालेन भर्सेस अल जस्तो देखिँदैछ। जनताले कसलाई पत्याउनेछन् त्यो त समयले नै बताउनेछ। तर एउटा कुरा पक्का छ, बालेन अब रोकिने मुडमा छैन। तर अझै सबै टुङ्गिएको छैन। केही नेताहरू रवि र बालेनलाई मिलाउन अझै पनि प्रयास गरिरहेका छन्। बालेनले पनि रासपाको च्याप्टर क्लोज नगरेको बताएका छन्। यदि सम्मानजनक सहमति भयो भने मिलेर जान सकिन्छ। उनी बलियो बनेर अगाडि बढ्न चाहन्छन्। देश विकास पार्टीका सदस्यहरू भन्छन् बालेन आयो भने अध्यक्ष दिन गाह्रो छैन। दर्शकवृन्द, तपाईलाई के लाग्छ? बालेनले केपी ओलीको क्षेत्रबाट चुनाव लड्ने निर्णय गरेर सही गरे या गलत? के रिस धमला जस्ता व्यक्तिहरू राजनीतिमा आउँदा बालेनलाई फाइदा होला?